संसदीय गतिरोध अन्त्यका लागि प्रमुख दलहरू बीच पछिल्लो समय जारी छलफल निष्कर्ष उन्मुख रहेको सभामुख घरतीको दाबी, भोलिको संसद बैठक अघि नै सहमति हुनेमा आशावादी रहेको भनाई। तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले आज 1 अर्ब रुपियाँ बराबरको रिभर्स रिपो जारी गर्दै। मेक्सिकोको एक पटाका बजारमा भएको विस्फोटमा परि 26 जनाको मृत्यु। र सुनसरीमा जारी 7औं राष्ट्रिय खेलकुदको महिला फुटबल प्रतियोगितामा आज एफएफ र नेपाल पुलिस तथा आर्मी र मध्यमाञ्चल भिड्दै। नमस्कार, कान्तिपुर डायरीका साथमा साथी दिवा र म दिनेश। सुरु गरौँ अहिलेसम्मका प्रमुख प्रसङ्गबाट। सभामुख ओन्सरी घरतीले संसदीय गतिरोध अन्त्यका लागि दलहरूबीच पछिल्लो समय जारी छलफल निष्कर्ष उन्मुख भएको बताउनु भएको छ। रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा आज बिहान कुरा गर्दै उहाँले संविधान संशोधन, निर्वाचनसँग सम्बन्धित विधेयक लगायत विषयमाथिको छलफल परिणाम उन्मुख भएको बताउनु भएको हो। निर्वाचनसँग सम्बन्धित विधेयक अगाडि बढाउने बारे दलहरूबीच कुनै विवाद नरहे पनि संशोधन विधेयकमा कायम विवाद अन्त्यका लागि दलहरू समेत गम्भीर बनेको उहाँको भनाइ थियो। गतिरोध अन्त्यका लागि आफूले पहल जारी राखेको बताउँदै सभामुख घरतीले भोलि संसद बैठक बस्नु अगावै निकास निस्कने विश्वास व्यक्त गर्नुभयो। आगामी वर्षको माघ 7 गतेभित्र 3 तहको निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्ने विषयमा सरकार तथा दलहरूको ध्यानाकर्षण गराएको जानकारी दिँदै उहाँले त्यसका लागि उपयुक्त वातावरण बनाउन दलहरू एक ठाउँमा उभिनुको विकल्प नभएको बताउनुभयो। घरतीले भन्नुभयो, विगतमा ठूला उपलब्धि हासिल गर्दा दलहरू एक ठाउँमा उभिएको उदाहरण छ। अब पनि राजनीतिक गतिरोध अन्त्यका लागि एक ठाउँमा आउनुको विकल्प छैन। संसदीय गतिरोध अन्त्य गर्दै छलफलमा रहेका निर्वाचनसँग सम्बन्धित 3वटा विधेयक अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउने सभामुख घरतीको विश्वास थियो। नेपाल राष्ट्र बैंकले 1 अर्ब रुपियाँ बराबरको रिभर्स रिपो आज जारी गर्दैछ। तरलता व्यवस्थापनका लागि भन्दै केन्द्रीय बैंकले छोटो समयका लागि रिभर्स रिपो जारी गर्न लागेको हो। बैंक तथा वित्तीय संस्थामा रहेको तरलता प्रशोधन गर्न केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिनुभयो। आज अपराह्न जारी गरिने रिभर्स रिपोको समयावधि 7 दिनको मात्र हुनेछ। क, ख र ग वर्गका बैंकहरूले रिभर्स रिपोमा लगानी गर्न पाउनेछन्। बजारमा चलायमान मुद्रा बढी भएको अवस्थामा केन्द्रीय बैंकले छोटो समयका लागि मुद्रा प्रशोधन गर्ने कार्यलाई रिभर्स रिपो भनिन्छ। पछिल्लो समय बजारमा करिब 40 अर्ब रुपियाँ बढी तरलता रहेको राष्ट्र बैंकका सहप्रवक्ता पण्डितले जानकारी दिनुभयो। नेकपा एमालेको भातृ संगठन युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज पनि रूपन्देही बन्द छ। राजनैतिक प्रतिशोधका कारण तिवारीको हत्या भएको भन्दै एमाले कार्यकर्ताले जिल्ला बन्द आह्वान गरेका हुन्। हत्याको विरोध गर्दै बिहानैदेखि युवा संघका कार्यकर्ताले बुटवलका सड़कहरूमा प्रदर्शन गरेका छन्। निष्पक्ष छानबिनको माग गर्दै एमालेका कार्यकर्ताले हिजो दिनभर पनि प्रदर्शन गरेका थिए। बन्दका कारण रूपन्देहीमा सवारी साधन, शिक्षण संस्था, उद्योग कारखाना ठप्प छन्। पूर्व पश्चिम राजमार्ग तथा उत्तर दक्षिण राजमार्गमा चल्ने सवारी साधन ठप्प छन्। युवा संघले बुटवलमा अस्ति साँझदेखि नै चक्काजाम गरेको थियो। तिवारीलाई रूपन्देहीको देवदह नगरपालिका ढेकावार कोलियामा आइतबार मोटरसाइकलमा आएका 2 अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए। हत्यामा संलग्न रहेको आशंकामा हिजो प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। चितवनको रत्नगर 3 शान्ति चोकमा ट्रकको ठक्करबाट गैराती मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको ना 4 ख 9123 नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको ना 42 प 4851 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक खैरेनीका 24 वर्षीय सङ्गम सापकोटाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। म्याग्दीको बेनी 8 अर्थुङ्गे स्थित एक घरमा आगलागी हुँदा 40 लाख रुपियाँ बराबरको नोक्सानी भएको छ। आगलागीबाट 50,000 नगद, 7 तोला सुन, खाद्य सामग्री, लत्ता कपडा, मोबाइल र जिन्सी सामान लगायत गरी 40 लाख बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ। पिपलबोटका श्यामप्रसाद पौडेलको कच्ची घर र सुहीसँग जोडिएको गोठमा गैराती आगलागी भएको प्रहरी नायब परीक्षक विश्वराज खड्काले बताउनुभयो। प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ।
कोशी राजमार्ग अन्तर्गत धनकुटाको मूलघाटदेखि तेह्रथुमको बसन्तपुर सडक खण्ड मर्मत सुरु गरिएको छ। वाइपी निर्माण कम्पनीले पौष मसान्तभित्र काम सक्ने गरी मूलघाटदेखि बसन्तपुरसम्मको 62 किलोमिटर मध्ये 38 किलोमिटर भित्रको पक्की सडक मर्मत समारको काम थालेको हो। सो कम्पनीले 5 करोड 40 लाख रुपियाँ मर्मत समारको ठेक्का पाएको हो। कम्पनीले हालसम्म 24 किलोमिटर सडकमा मर्मत कार्य भइसकेको जनाएको छ। यो सँगै आर्थिक वर्ष 2070-71 देखि क्रमागत रूपमा रहेका 25 र चालु आर्थिक वर्षबाट काम भइरहेका 13 गरी कुल 38 सडकहरूलाई 12 महिना यातायात सञ्चालन हुन सक्ने गरी मर्मत समारको काम गरिरहेको डिभिजन सडक कार्यालय धनकुटाले जनाएको छ। वर्षाको वीरगञ्ज खुल्ला दिशा मुक्त घोषणा हुने भएको छ। आगामी फागुन मसान्तसम्ममा वीरगञ्ज उपमहानगरपालिकाका सम्पूर्ण वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिने दाबी सरकारवाला निकायको छ। दिशामुक्त हुन बाँकी 9 वडामा आवश्यक तयारी भइरहेको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। वीरगञ्जका 30 मध्ये 21 वटा वडा खुल्ला दिशामुक्त घोषणा भइसकेको सामाजिक विकास अधिकृत सुनिल कुमार कर्णले जानकारी दिनुभयो। घोषणा हुन बाँकी 9 वटा वडामा अन्तिम चरणको काम जारी रहेकाले आउँदो फागुनभित्र यी सबै वडालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिसक्ने लक्ष्य रहेको कर्णले बताउनुभयो। कान्तिपुर डायरीमा अब ब्रेकको पालो। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसङ्ग। मेक्सिको सान पाब्लितो बजारमा भएको विस्फोटमा परि 26 जनाको मृत्यु भएको छ। अधिकांश घाइतेको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्। सान पाब्लितोमा आतिशबाजीको सामग्री पाइने बजारमा विस्फोट भए पनि त्यसको कारण भने खुल्न सकेको छैन। सरकारले पुष्टि गरेका भन्दा बढीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले दावी गरेका छन्। मेक्सिको सिटीको बाहिर पर्ने सो बजारको पहिलो पसलमा भएको आगलागी पुरै बजारमा फैलिएको थियो। सन् 2005 र 6 मा भएका आगलागीमा पनि सोही बजारमा ठूलो मानवीय क्षति भएको थियो। जर्मनीको राजधानी बर्लिनमा हिजो भएको लरी आक्रमणको जिम्मेवारी अतिवादी संगठन इस्लामिक स्टेट आइएसले लिएको छ। क्रिसमसको पूर्व सन्ध्यामा राजधानी बर्लिनको मुख्य क्षेत्रको व्यस्त बजारमा भएको लरी आक्रमणमा आफ्नो संलग्नता रहेको आइएसले दावी गरेको छ। सो आक्रमणमा 12 जनाको मृत्यु भएको थियो भने 50 बढी घाइते भएका छन्। जर्मन अधिकारीले भने घटनामा आइएसले जिम्मेवारी लिए पनि त्यसलाई पुष्टि गर्ने प्रमाण नभेटिएको बताएका छन्। जर्मनीका गृह मन्त्री थोमस डी माइजरले घटनाको अनुसन्धान जारी रहेकाले शान्त रहन आफ्ना नागरिक आग्रह गर्नुभएको छ। आक्रमणपछि युरोपका विभिन्न शहरमा सुरक्षा सतर्कता बढाइएको छ। यसअघि जर्मनीका अधिकारीले घटनामा संलग्न रहेको आरोपमा पाकिस्तानी नागरिकलाई पक्राउ गरे पनि पर्याप्त आधार नपुगेको भन्दै उनलाई रिहा गरिएको थियो। अब खेलकुदका प्रसङ्ग। सुनसरीमा जारी 7औं राष्ट्रिय खेलकुदको महिला फुटबल प्रतियोगितामा आज 2 खेल हुँदैछन्। दोहबी रङ्गशालामा दिउँसो 1 बजे हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा त्रिभुवन आर्मी र मध्यमाञ्चल बीच प्रतिस्पर्धा हुनेछ। समूह कमा रहेको नेपाल पुलिस र एपीएफ समान 6 अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छन् भने सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चल अङ्कविहीन छन्। उता समूह खमा त्रिभुवन आर्मी क्लब 6 अङ्कसहित शीर्ष स्थानमा छ। मध्यमाञ्चल 4 अङ्क साथ दोस्रो, पूर्वाञ्चल 1 र मध्यमाञ्चल अङ्कविहीन भई तेस्रो स्थानमा छन्। स्पेनिस कोपा डेल रे फुटबलको पछिल्लो खेलमा एथलेटिको मड्रिडले शानदार जित हात पारेको छ। एथलेटिकोले गुइजेलालाई 4-1 गोल अन्तरले हराएको हो। एथलेटिको मड्रिडको लागि निकोलस गाइटान, एङ्गेला कोरिया, जोआफ्रान र फर्नान्डो टोरेसले गोल गरे। एन्टोनियो पिनोले गुइजेलाका लागि अन्तिम मिनेटमा सान्त्वना गोल गरे। रियल सोसिडाड र भाल्लाडोलिड बीचको खेल भने 1-1 को बराबरीमा सकिएको छ। जुआनमीले रियल सोसिडाडका लागि गोल गरे पनि मिकेल गोन्जालेजको आत्मघाती गोलका कारण रियल सोसिडाड बराबरीमा रोकिएको हो। मालागा कोर्दोबासँग 4-3 गोल अन्तरले पराजित भयो भने लास पाल्मास हुएसका माथि 2-1 गोल अन्तरले विजयी भएको छ। जाँदा जाँदै यस बुलेटिनका मुख्य प्रसङ्ग पुनः एकपटक। संसदीय गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबीच पछिल्लो समय जारी छलफल निष्कर्ष उन्मुख रहेको सभामुख घरतीको दाबी। भोलिको संसद बैठक अघि नै सहमति हुनेमा आशावादी रहेको भनाई। तरलता व्यवस्थापनका लागि भन्दै राष्ट्र बैंकले आज 1 अर्ब रुपियाँ बराबरको रिभर्स रिपो जारी गर्दै मेक्सिको एक पटाका बजारमा भएको विस्फोटमा परि 26 जनाको मृत्यु र सुनसरीमा जारी 7औं राष्ट्रिय खेलकुदको महिला फुटबल प्रतियोगितामा आज एपीएफ र नेपाल पुलिस तथा आर्मी र मध्यमाञ्चल भिड्दै। त्यसका साथै कान्तिपुर डायरीको बुलेटिन यही सकिन्छ। हाम्रो अर्को बुलेटिन बिहान 10 बजे हुनेछ। तबसम्मका लागि दिवा र दिनेशलाई आज्ञा दिनुहोस्। नमस्कार।